हेलो ल है अब हाम्रो ग्रुप स्टेजको सेकेन्ड म्याच सुरु भयो। यो चाहिँ ब्रदरहुड भर्सेस हिमालयन स्ट्राइकरको बिचमा। फर्स्ट म्याच चाहिँ हामीले 2-0 ले जितेका थियौँ अनि यो सेकेन्ड म्याच पनि जित्यौँ भने चाहिँ हामी 100% सेमीमा जान्छौँ, किनभने हाम्रो ग्रुपमै अर्को टिमले चाहिँ 2 म्याच नै हारिसकेको छ। सो लेट्स सी के हुन्छ, हामी सेमीमा जान्छौँ कि जाँदैनौँ, गेम कस्तो हुन्छ हेरेर साथ दिनु होला है त। Nice defense, nice. Nice. ल यहाँ चाहिँ फलको माग भयो तर रेफ्रीले फल दिनु भएन। सो गेम कन्टिन्युज। अहिलेसम्म स्कोर चाहिँ 0-0 नै छ है। मिठो गोल आने First time out that time. लायो दामी गर लायो यता कोही ले दामी कहाँ गए दामी लग्यो मुकुल उता नेपाल हुने त भले भले शेर्पाहरूको टिमहरू यस्तै खेल्छ केटाले झ्याम झ्याम हान्थ्यो अनि यस्तो गरेर हान्थ्यो। ल अब हाफ टाइम भयो होइन। हाफ टाइम चाहिँ 0-0 मै भयो, कसैले पनि स्कोर गर्न सकेन। अनि ब्रदरहुडकै खुट्टामा बल थियो, सो अट्याकिङको बेलामा हाफ टाइम गरेको भनेर चाहिँ अम्पायरसँग थोरै बहस हुँदैछ। एन्ड अम्पायरले चाहिँ हाम्रो कोच म्यानेजर प्रकाश दाइलाई सायद येलो कार्ड दिए जस्तो लाग्यो मलाई। यो चाहिँ अब के कस्तो हो। ल हाम्रो सेकेन्ड हाफ पनि सुरु भयो। फर्स्ट हाफ चाहिँ 0-0 मै थियो अनि लेट्स सी अब सेकेन्ड हाफमा चाहिँ कसले स्कोर गर्छ होइन। जसले स्कोर गर्छ त्यो चाहिँ सेमीमा 100% जान्छ अनि हार्ने टिमको चाहिँ पोइन्ट अब के कति हुन्छ त्यो अनुसार क्याल्कुलेट हुन्छ बाँकी टिमसँग। सो हेरिराखौँ के कस्तो हुन्छ गेम।
अनि रै बल आउट। आगे बढ़ निस्किन ल यहाँ चाहिँ फल भयो होइन हिमालयन स्ट्राइकरको प्लेयरले। ओ येल्लो कार्ड पायो हिमालयन स्ट्राइकरको एउटा प्लेयरले फल गरेको भएर। अनि यतातिर सब्स्टिट्युट पनि भयो हिमालयन स्ट्राइकरकै। सो ओ फेरि फल सायद रेड कार्ड, किनकि डबल येल्लो भयो। अघि पनि येल्लो, अहिले पनि येल्लो। रेड कार्ड, प्लेयर बाहिर। ल गेम इन्ट्रेस्टिङ भयो। अङ्कल एकदम जोसिँदै है। अङ्कल नजोसियौँ है। अम्पायर डिसिजन नै सबैभन्दा उत्तम राम्रो डिसिजन हो, हामीले मान्नुपर्छ। अङ्कल एकदम आवेशमा आउँदै हुनुहुन्थ्यो। जाऊ सरम ल हाम्रो अम्पायर चाहिँ टाइम देखाउँदै अब कति मिनट बाँकी छ भनेर। सो टाइम छ होला अझै पनि। ओ गोल भएको छ। गोल र हाम्रो ब्रदरहुडले चाहिँ 1 गोलको अग्रता लिएको छ होइन। अहिले अब 1-0 भयो। अनि दामी स्टेप दामी Fast. ल फेरि हिमालयन स्ट्राइकरले गोल गर्न सफल। 1-1 को बराबरी भयो। सायद टाइम पनि सक्यो क्या। अब कस्तो बेलामा गोल गर्यो भनेपछि नि तपाईँको। ल अहिले चाहिँ हाम्रो गेम सकियो। अनि ग्रुप स्टेजको फर्स्ट गेम चाहिँ जितियो, सेकेन्ड गेम चाहिँ ड्र भयो। सो अनि जो हाम्रो अहिले विपक्ष थियो हिमालयन स्ट्राइकर, उसले पनि फर्स्ट गेम जित्यो, सेकेन्ड गेम हामीसँगै ड्र भयो। सो हामी 2वटा नै सेमिफाइनलमा गयौँ, किनभने हाम्रो ग्रुपको अरू 2वटा टिमले 2वटै म्याच हारिसकेको भए हुनाले पोइन्टको हिसाबले हामी नै सेमीमा गयौँ। सो सेमीमा चाहिँ अब अर्को ग्रुपबाट जितेर आउने टिमसँग भिडन्त हुन्छ। सो किप वाचिङ त्यति बेलासम्म। अहिले चाहिँ हाम्रो ब्रेक। यता चाहिँ अब हाम्रो खेलाडी दाइहरूको लागि मोमो टक्क। ल यार मिलेन हान्ने भयो उनीहरूले नै।
तर स्ट्याटिस्टिकली चाहिँ त्यो भन्छ नि त फर्स्टमा हाल्ने दाइहरु नि आफ्नो गेम खेल्दै यता च्याम्पियन्स लिग पनि हेर्दै हैन ल ओके ल कलेज छ है त कलेज छ है त लेट्स से आर्सेनलले हान्यो ए यो अगाडि रि हुन्छ क्या मिस हो अगाडि नै उमा इन्टर भइसकेको गोली त खतरा देखिएको एकदम फाइनलमा गोल हान्यो 2 गोल पहिला योले हान्छ यार पेनाल्टीको चाहिँ एक्सपिरियन्स छैन भनेको यस्तो खतरा हान्दा छ पिएसजी को सबै 101 हो क्या 101 हो के पिएसजी को सबैले हान्दा छ हैन रिसा यार निमाको फोन मलाई इस गरेको फेरि उल्टो गर्नु आउँछ उल्टो गर्नु पर्यो ल हेर्न यार 3 बजे गेम भने नि ल हाम्रो चाहिँ अब सेमी फाइनल म्याच स्टार्ट भएको छ हैन अनि यो सेमी फाइनल चाहिँ ब्रदरहुड भर्सेस स्कारबोक नेप्लिज एसएनएफसी सो एसएनएफसी चाहिँ दुईवटा थियो एउटा व्हाइट अनि अर्को यो ब्लू सो व्हाइटलाई चाहिँ हामीले ग्रुप स्टेजको फर्स्ट म्याच हराएको अनि यो ब्लू चाहिँ हामीसँग अहिले सेमी फाइनलमा भेट भयो सो अनि उता चाहिँ हाम्रो पिएसजी र आर्सेनलमा चाहिँ पिएसजीले जितिसक्यो सो एकदम दाइहरु खुसी पिएसजीको फ्यानहरु अब हाम्रो सेमीमा कलेज छ हेरौँ सेमी जित्यो भने चाहिँ अब फाइनलमा गइन्छ हैन गेम चाहिँ 0-0 नै चलिरहेछ हेरिराखौँ कलेज छ कलेज स्कोर गर्छ है त गेम राम्रो छ अनि यो फुल टुर्नामेन्ट चाहिँ आज एक दिनमै सकिन्छ सो फुटसलको चाहिँ धेरै छैन किनभने 15-15 आधा घण्टाको एउटा गेम हो किपर यता चल 너 여기 있어 있지 Nice. Fall back. ओहो ल गोल भयो एसएनएफसी स्कारबोकले चाहिँ एक गोल हान्न सफल भयो ब्रदरहुडलाई मोमो खाए के यार अब 1-0 को अग्रतामा एसएनएफसी छ सो ब्रदरहुडले फर्काउन सक्छ कि सक्दैन हेरौँ एक गोलको अग्रता ल फेरि पनि अर्को गोल हान्न सफल भयो एसएनएफसीले 2 को अग्रता लिइसक्यो ल सेमीको सेकेन्ड हाफ सुरु हुँदैछ यति बेलासम्म चाहिँ एसएनएफसीले 2 गोल हानिसकेको छ 2 को अग्रता छ भने ब्रदरहुड 0 मा छ अझै पनि सो फाइनलमा जाने सपना अलि गाह्रो देखिरहेछ अब रोक्ने हैन ब्रदरहुड अट्याकिङ गर्नु पर्यो यता खाली
त्यहाँ पछाडि सिधा हो बिस्तारै ग्याप भयो नि ठिक छ ग्याप नदे ओहो गोल 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 एसएनएफसीले फेरि अर्को गोल हान्न सफल 3 को अग्रता लिइसक्यो भने ब्रदरहुड अझै पनि 0 मै छ। अब चाहिँ गाह्रो पर्यो यति नै। अब हामी चाहिँ घर फर्किनु पर्ने जस्तो देखियो। लौ साथीहरू गाह्रो भयो, हामीलाई जिताइदिनु पर्यो। हे भगवान 4 गोल खाइयो त के हो यस्तो भरि लै नि। हे साथीहरू हारियो गेम हारियो। एसएनएफसीले 4 गोल हानिसक्यो ब्रदरहुडलाई। ब्रदरहुड चाहिँ अझै पनि 0 मै छ। अब चाहिँ एकदमै गाह्रो भन्दा पनि असम्भवै जस्तो देखिन्छ, किनभने टाइम पनि खासै धेरै छैन। साथीहरू के गर्ने होला अब, घर फर्किने हो कि के हो। फल भयो फल। मनोज दाइले फल गर्नुभएको छ अनि येल्लो कार्ड पाउनुभयो। येल्लो कार्डको साथै सब्स्टिट्युट हुनुभयो। Hello. I think ready. Lost in the semis. ल है साथीहरू, सेमिफाइनलमा हारियो। ग्रुप स्टेजको फर्स्ट म्याच जितियो, सेकेन्ड ड्र भयो। त्यसै गरी सेमीमा आउँदा त सेमी नै हारियो। ल सबैले राम्रो खेल्नु भएको छ, सबैलाई राम्रो ल। ल अब जसले जित्छ टुर्नामेन्ट, राम्रो टिमले जितोस्। सबैलाई शुभकामना। हामी चाहिँ अब घरतिर लाग्ने त होला हैन। नमस्कार छ है, यतिन्जेल हेरेर साथ दिनुभयो सबैलाई धेरै धेरै धन्यवाद।